आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा नआएपछि हर्कराज साम्पाङले हंगामा मचाएका छन्। हर्कराज साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै बैठकमा हंगामा मचाएका छन्। मान्य सदस्यलाई एकैछिन मैले उहाँले यस्ता प्रधानमन्त्री चाहिँदैन उहाँले बैठकमा हंगामा मचाएका छन् र प्रधानमन्त्रीको उपस्थिति नभएपछि हर्कराज साम्पाङले गरेको उहाँको यस्तो हरकत र बोलीचालीलाई सुधार्नुपर्ने र अलि मर्यादित ढङ्गले बोल्नुपर्ने भनेर विभिन्न मानिसहरूले टीका टिप्पणी गरिरहेका छन्। संसद बैठकको यो भिडियो एकदमै भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा सबैतिर यो भिडियो भाइरल भइरहेको छ। मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू, नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू मान्य सदस्यहरू सभामुखले केही भन्न मिल्छ। मान्य सदस्यहरू